जन्ती हिँड्दा हाडो जग्गा आइका फास्ट हुन्छ कि एक दिन चाहिँ जान्नु त्यही गाह्रोसम्म ती कुण्डमा रगत हुँदा दुलाईको आत्महत्या गरे ती दुलाले हामी चाहिँ मेन मन्दिरमा आइयो ल अब घुमिन्छ मेन चाहिँ यहाँ पनि दर्शन गरियो अब हामी चाहिँ गइन्छ ठ्याक्क घुमेदै फिर्दै बिहा गरे पनि छन् चिसो चिसो हुन्छ अब चाहिँ कपडा लाएर जानुपर्छ त्यहीँ सामान छन् अब तपाईँहरूले मैले के देखाउँछु भने मन्दिरहरू देखाउनु जान्छु है आज फेरि टिस्टी भ्यू हामी कति बजी हिँड्ने एउटा 42मा 3:42 यताको भ्यू हे त यार यो रुखिना जस्तो है त्यही भएर त हो पहिलाको मन्दिर यहाँ भएर पुलिस साह्रै काम कि होइन जहाँ पनि त यो मन्दिर अर्जुन डाँडा तल झर्दै थियो अब त्यो क्रिएसन भयो त बिताउने के हुन्छ हेर्दै जाऊँ रमाइलो गर्दै जाऊँ यहाँ पनि रहेछ मन्दिर कतिवटा माताले कतिवटा माता पनि छ है राम्रो झन्डा फरफराइरह कैलागिरी हिमाल त्यही जानियो क्या ती त्यहाँ उता क्रिया जस्तो के यस्तो डाँडो काटेर जाने हो अब हामी सिडी रहेछ यहाँ झन्डा हुन पर्ने कि झन्डा भन्ने कि हामी सिम यहाँ हामी सिम सब भयो झन्डा भन्ने कि हामी सिम हुन्थ्यो कस्तो खुट्टा दुख्यो भने रात यार सुत्नु पर्छ गएर यार यता हेर्दो पोज दे ती माथिबाट आइयो क्या हामी ती माथिबाट आइयो अझै जाँदा टन्ने हिमालको भ्यू त दामी हो त्यहाँ हामी देउराली भन्ने ठाउँमा गइन्छ यस्तो धक्सु लागिरहनु चाहिँ यो अरा गुल्मी जो यो अझै यो बर्डर काटिस गुल्मी हो कि यो गुल्मी पर्छ कि ट्री हाउस हामी चाहिँ गुल्मीको ट्री हाउस जाँदैछौँ अर्जुन डाँडा त्यहाँ चाहिँ गएर आइयो अब चाहिँ गुल्मी जाँदैछौँ नास्ता सास्ता खाएर आज नि यति बसिन्छ अब आता अराखाँची बसिन्छ कहाँनिर आता अराखाँची बसिन्छ देउराली भन्ने ठाउँमा हेर्दै जाऊँ ट्री हाउस जाँदैछौँ 4-5 बजेर ठिकै छ तेरा छ त के भइरहेको है दादा केही भएन दामी भयो हेरिन्छ म एकदमै एक्साइटेड छु हामी चाहिँ आइरहेको थियौँ यो आएको थिएन पहिलोचोटि गइन्छ यो फेरि आउँदा चाहिँ गाडीमा आउनुपर्छ है ठ्याक्क बाटो साटो रहेछन् यस्तो उहाँ हो जाने हामी चाहिँ आऊँ म पनि छु यता क्यामेराम्यान ल छुट्ट ल अब गइन्छ ठ्याक्कै गइन्छ अब यो औँलो हटा ठ्याक्कै गइन्छ चिसो चिसो हो अझै पनि गुल्मी चाहिँ छौँ हल्का अब बर्डर त काट्यो
अझ यहीँ देउरालीसम्म हुन्छ हाम्रो बास। नास्ता सास्ता खाएर आयो। यहाँ यतातिर चाहिँ रुम पानी दिन्छन् खासै तोरी सोरी देउराली भन न देउराली नहल्ले के धेरै के भनेर देउराली भन्दा मुनि हो कि के भन्दै थियो कि सिमाना हो कि बर्डर हामी झोला बोकेर आइथ्यौँ नि भाइ यहीँबाट आएको कि होइन त्यो ठाउँमा उकालो थियो कि किरा किनेर खाएको ठाउँमा त्यहाँ होटल पाइन्छन् कि तोरी फुल्यो है ल हामी चाहिँ यहाँबाट हिँड्दैछौँ टी हाउस जाने बाटो दामी छ यो गाउँ रहेछ कस्तो नजिकै टावर रहेछ यार तोरी महँगो बस नि केटा हो कुछ गरे होइन जुत्ता यार कति काला भन तोरी छुट्टै हुन्छ कि यताको फेरि यार मौसमै गाडी एउटा ल ल हामी चाहिँ अहिले आइयो ट्री हाउस अब यहाँ गइन्छ माथि भ्यू त कहाँको देखिने तमगासको देखिन्छ 3 जनाबाट ल अहिले ल पहिला त टिकट हुन्थ्यो आज भोलि त टिकट पनि छैन कहाँ हिँड्यो गइन्छ माथि ठ्याक्क दिदी त हल्ला चाहिँ लिएर ल सब ल कहाँ खिच्यो न त्यो है मजा आयो नि जान्न सक्छ फोन खसल्ला जाँठ हिँड अगाडि के त अगाडि कति उरु चाहिँ यार हो यस्तो इयरफोन खस्छ जस्तो यहाँ सुत्ने जस्तो हो कि जाँठ आइयो ठ्याक्क लगियोस् कस्तो लाग्यो दिदी आइयो ल दिदी ल हामी चाहिँ आइयो अहिले चाहिँ हामी ट्री हाउस रेस्ट गरौँ बहुत दबाई दो भयो कि बहुत मजा हो यो त बस्न नि मिल्छ दिदी यार ठ्याक्क तमगासको भ्यू हेर्दै चिल मार्दै ओ चिसो मौसम जङ्गलको बिचमा राम्रो कति राम्रो देखिँदो माथि बस्नु पछाडिको भ्यू त्यस्तो हो सल्लाह गर्नु न